Hello everyone, welcome to Suba Academy. आज हामी कोर्डिनेट ज्योमेट्रीको सेकेन्ड एक्सरसाइज पेयर अफ स्ट्रेट लाइन हेर्नेछौँ। पेयर अफ स्ट्रेट लाइन भनेको इक्वेसन अफ पेयर अफ स्ट्रेट लाइन भनेको कुनै पनि दुईवटा स्ट्रेट लाइनको अलग अलग इक्वेसन हुन्छ र त्यो दुई लाइनलाई जनाउने एउटा इक्वेसनलाई के भनिन्छ? इक्वेसन अफ पेयर अफ स्ट्रेट लाइन भनिन्छ। हामीले अघिल्लो एक्सरसाइजमा पढे अनुसार जेनरल इक्वेसन अफ स्ट्रेट लाइन के हो भनेपछि ax प्लस by प्लस c इक्वल्स टु 0 भन्ने जनरल इक्वेसन अफ स्ट्रेट लाइन हो। हामीले यहाँ जनरल इक्वेसन अफ सेकेन्ड डिग्री अफ पेयर अफ स्ट्रेट लाइन भनेर प्रुभ गर्नुपर्छ। यहाँ त्यसलाई के भन्छ? इक्वेसन अफ पेयर अफ स्ट्रेट लाइन। इक्जाममा पनि यो डेरिभेसन सोध्न सक्छ, त्यसैले इक्जाम पोइन्ट अफ भ्यूले पनि यो एकदमै इम्पोर्टेन्ट बनाउँछ। हामीले यहाँ दुईवटा लाइन लिएको छौँ जसको एबी लाइनको इक्वेसन a1x प्लस b1y प्लस c1 इक्वल्स टु 0 र सिडी लाइनको इक्वेसन a2x प्लस b2y प्लस c2 इक्वल्स टु 0 भनेर हामीले दुईवटा लाइन लिएका छौँ। त्यसपछि हामीले यहाँ प्रुभ गर्दा के गर्ने भनेपछि त्यही गिभन जे छ त्यही लेखेँ। लेट वी हेभ टु स्ट्रेट लाइन्स AB एन्ड CD ह्याभिङ जनरल इक्वेसन के a1x प्लस b1y प्लस c1 इज इक्वल टु 0 यसलाई इक्वेसन 1 मान्यौँ। त्यसपछि a2x प्लस b2y प्लस c2 इज इक्वल टु 0 लाई हामीले इक्वेसन 2 मान्यौँ। अब हामीले के गर्ने? दुईवटा इक्वेसनलाई कम्बाइन गर्ने। COMBINING कम्बाइनिङ इक्वेसन 1 and 2 we get दुईवटा इक्वेसनलाई कम्बाइन गरेपछि हामीले के पाउँछौँ? a1x प्लस b1y प्लस c1 टाइम्स a2x प्लस b2y प्लस c2 इज इक्वल टु 0 भन्ने इक्वेसन हामीले पाउँछौँ। त्यसपछि यसलाई सल्भ गर्दा और हामीले के गर्न सक्छौँ? a1 a2 x स्क्वायर प्लस a1 b2 xy प्लस a1 c2 x प्लस अब यो यसलाई मल्टिप्लाई गर्ने a2 b1 xy हुन्छ। त्यसपछि योलाई गर्दा प्लस b1 b2 y स्क्वायर प्लस योलाई गर्दा b1 c2 y c को पालो। त्यसपछि प्लस a2 c1 x प्लस b2 c1 y प्लस c1 c2 इज इक्वल टु 0। धेरै लामो इक्वेसन भयो, त्यही पनि हामी बिस्तारै हेर्नेछौँ। ओके, अब पहिला हामीले के लेख्छौँ भनेपछि एक्स स्क्वायरवाला टर्म लेख्छौँ। एक्स स्क्वायरवाला टर्म कुन टर्म? एक्स स्क्वायरवाला टर्म लेख्छौँ। एक्स स्क्वायरवाला टर्म कुन कुन छ? एउटा मात्र छ होइन, त्यसैले के लेख्छौँ हामी यहाँ? a1 a2 एक्स स्क्वायर प्लस अब हामी xy भएको टर्म लेख्छौँ। xy भएको टर्म एउटा यो छ, अर्को यो छ, हामी लेख्छौँ। त्यसपछि a1 b2 प्लस a2 b1 टाइम्स xy लेख्न पायौँ किनभने xy कमन छ होइन। त्यसपछि प्लस y स्क्वायरवाला टर्म लेख्ने। y स्क्वायरवाला टर्म एउटा मात्र यो छ, b1 b2 y स्क्वायर प्लस त्यसपछि x टर्म लेख्ने। x टर्म एउटा यो छ, एउटा यो छ, त्यो लेख्न मिल्यो। a1 c2 प्लस a2 c1 x लेख्न मिल्यो। प्लस हामीले के लेख्छौँ? अब y वाला टर्म लेख्ने। y वाला टर्म पनि दुईवटा होला, एउटा यो दोस्रो यो। हामीले यहाँ के लेख्छौँ? b1 c2 प्लस b2 c1 y प्लस हामीले के लेख्छौँ? कन्स्टेन्ट टर्म यो मात्र बच्यो, c1 प्लस c2। अब त्यो निकालेको इक्वेसनबाट हामीले a1 a2 लाई a मानेपछि b1 b2 लाई b मानेपछि c1 c2 लाई c मानेपछि a1 b2 प्लस a2 b1 लाई 2h, त्यसपछि a1 c2 प्लस a2 c1 लाई 2g मानेपछि र b1 c2 प्लस
B2C1 लाई हामीले 2F मान्ने हो भनेपछि यो भ्याल्युजहरु त्यो इक्वेसनमा राख्ने हो भनेपछि हामीले के पाउँछौं then we get ax square plus 2hxy plus by square plus 2gx plus 2fy plus c is equal to 0 पाउँछौं। यसैलाई नै भन्ने हो जनरल इक्वेसन अफ सेकेन्ड डिग्री भनेर यसैलाई भन्ने हो। अब यो जनरल इक्वेसन भनेको कुनै पनि पोइन्टबाट पास हुने दुईटा लाइनको इक्वेसन, एउटा पेयर अफ लाइनको इक्वेसन भनेको यो भयो। यदि ती दुई लाइनहरू ओरिजिन भएर पास हुन्छन् 0,0 भएर पास हुन्छन् भनेपछि त्यसको इक्वेसन होमोजिनियस हुन आउँछ। होमोजिनियस भनेको जसमा हर एक टर्मको डिग्री चाहिँ इक्वल हुन्छ। लाइक यहाँ हेर्ने हो भनेपछि यहाँ डिग्री 2 छ, x को 1 y को 1 टोटल 2 y को 2 यहाँ 1 1 भनेपछि हाम्रो जेन होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्रीमा के आउँछ भनेपछि यति मात्र हुन्छ। यति मात्र भनेपछि हाम्रो होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री आउँछ। यानी कि दुईटा लाइन ओरिजिनबाट पास हुन्छन् भनेपछि त्यसको पेयर अफ स्ट्रेट लाइनको इक्वेसन हुन आउँछ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टु 0 हुन आउँछ। यसलाई पनि हामी अहिले प्रुभ गर्ने छौं। अब होमोजिनियस इक्वेसन भनेको के हो त? इफ द सम अफ indices of variable in each term of an equation is same, then such type of equation is called homogeneous equation। भन्नाले के हो भनेपछि हर एक टर्मको डिग्री सेम हुनु पर्यो। लाइक यहाँ हेर्ने भनेपछि x को डिग्री 2 छ, x को 1 y को 1 गरेर 2 छ, त्यसपछि y को 2 छ भनेपछि यहाँ यो के भयो होमोजिनियस इक्वेसन अफ 2 डिग्री हैन। त्यसपछि यहाँ छ यसको 3 छ, x को 2 प्लस y को 1 यो 3 भयो, यहाँ पनि 3 छ, यहाँ पनि 3 छ भने होमोजिनियस इक्वेसन अफ 3 डिग्री भयो हैन। यसरी होमोजिनियस इक्वेसन छ। हामीले यहाँ पढ्ने भने होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री पढ्ने हो। मैले यहाँ लेट गरेको छु दुईटा लाइन AB र CD ओरिजिनबाट पास पाछ। ओरिजिनबाट पास हुने बित्तिकै हामीले के थाहा पाउनु पर्छ भनेपछि कन्स्ट्यान्टको भ्यालु 0 हुन्छ। कसरी? यहाँ a1x प्लस b1y प्लस c इक्वल्स टु 0 हुन्छ इक्वेसन। हामीले x र y को भ्यालु 0 गर्ने हो भनेपछि c इक्वल्स टु 0 हुन्छ। c इक्वल्स टु 0 भएपछि त्यसलाई किन लेखिराख्नु पर्ने? त्यसैले मैले यहाँ लेट गर्दा a1x प्लस b1y इक्वल्स टु 0 भन्ने इक्वेसन ल्याएको छु। अर्को इक्वेसन a2x प्लस b2y इक्वल्स टु 0 भन्ने दुईटा इक्वेसन ल्याएको छु। अब हामी के प्रुभ गर्छौं? होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री प्रुभ गर्छौं। ओके, त्यसपछि we have two straight lines which passes through origin having equation a1x plus b1y is equals to 0, a2x plus b2y is equal to 0 भनेर दुईटा इक्वेसन ल्याछु। Now combining 1 and 2 हामीले गरेपछि सेम तरिकाले गर्ने हो। x plus b1y times a2x plus b2y बराबर 0। यसलाई मल्टिप्लाई गर्दा a1 a2x स्क्वायर प्लस यसलाई मल्टिप्लाई गर्दा a1 b2 xy भयो प्लस यसलाई मल्टिप्लाई गर्दा b1 a2 xy प्लस यसलाई मल्टिप्लाई गर्दा b1 b2 y स्क्वायर भयो। अब हामीले के लेख्न सक्छौं? a1 a2 x स्क्वायर प्लस यहाँ सेम टर्म छ xy वाला कमन लिने a1 b2 प्लस b1 a2 टाइम्स xy गर्ने प्लस b1 b2 y स्क्वायर सजिलो छ। त्यसपछि हामीले यहाँ पनि लेट गर्ने हो। इफ a1 a2 इज इक्वल टु के a1 b2 plus b1 a2 is equal to 2h र b1 b2 is equal to b भएपछि हामीले के लेख्न पायौं? ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टु 0 लेख्न पायौं। हामीले त्यो लेख्न पायौं। त यो नै हो कि होमोजिनियस इक्वेसन अफ सेकेन्ड डिग्री। अब हामीले के फाइन्ड गर्ने? एंगल्स बिट्विन द पेयर अफ स्ट्रेट लाइन कि
ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल्स टु 0 एउटा पेयर अफ स्ट्रेट लाइन दिएको छ। त्यो पेयर अफ स्ट्रेट लाइनको दुईवटा जुन लाइन छन् त्यो लाइन बिचमा बन्ने एङ्गलहरू निकाल्नु पर्ने छ। अब यो इक्वेसन यो जुन पेयर छ त्यो पेयर भनेको त दुईवटा स्ट्रेट लाइन दुईवटा स्ट्रेट लाइनले कम्बाइन गरेर बनेको हो। त दुईवटा स्ट्रेट लाइनले कम्बाइन गरेको भनेपछि हामीले यहाँ के लेट गर्ने हो भनेपछि दुईवटा स्ट्रेट लाइन एउटा y माइनस m1x बराबर 0 र अर्को y माइनस m2x बराबर 0 भन्ने दुईवटा के गर्ने स्ट्रेट लाइनलाई लेट गर्ने होइन। दुईवटा स्ट्रेट लाइनलाई लेट गर्ने, ती दुईवटा स्ट्रेट लाइनलाई लेट गरेर ती ओरिजिनबाट पास हुन्छन् 0,0बाट पास हुन्छन्। त्यसैले सीको भ्यालु यहाँ 0 छ। हामीले y बराबर mx प्लस c भन्ने इक्वेसन युज गरेको, तर ओरिजिनबाट पास भएको हुनाले हामीले सीको भ्यालुलाई यहाँ के गरेको नेग्लेक्ट गरेको। सो अब हामीलाई यहाँ हेरेपछि दुईवटा इक्वेसन कम्बाइन गर्ने बेला y इन्टु y गरेर y स्क्वायर टाइम माइनस y माइनस m2yx भयो। अनि यसलाई गर्दा माइनस m1xy भयो प्लस m1 m2x स्क्वायर इज इक्वल टु 0 भन्ने इक्वेसन आउँछ। अब यी दुई सेम टर्म छ, यसलाई कमन लिउँ। y स्क्वायर माइनस कमन आयो m1 प्लस m2xy प्लस m1 m2 x स्क्वायर इक्वल टु 0 इक्वेसन आयो। अब यो इक्वेसनलाई यो इक्वेसनसँग यो पेयर अफ स्ट्रेट लाइनको इक्वेसनसँग के गर्ने कम्पेयर गर्ने हो भनेपछि एकैछिन त्यो गर्नुभन्दा पहिला हामीले के गर्नु पर्यो, यो इक्वेसन नम्बर 1 भनौँ यसलाई। त्यो इक्वेसन गर्नुभन्दा पहिला हामीले यो इक्वेसनलाई कसरी लेख्न सक्छौँ। सिमिलरली हामीले पेयर अफ स्ट्रेट लाइनको इक्वेसनलाई कसरी लेख्न सक्छौँ। SI सिमिलरली ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टु 0 क्यान बी रिटन एज कसरी लेख्न सकिन्छ a by b x स्क्वायर प्लस 2h by b xy प्लस y स्क्वायर बराबर 0। यो किन गरेको भनेपछि बीलाई इलिमिनेट गर्नलाई मात्र यो हामीले लेखेको, बीलाई इलिमिनेट गर्नलाई डिभाइडिङ अल बोथ साइड बाई बी गरेको। अब इक्वेसन 1 र 2 लाई कम्पेयर गर्ने भनेपछि हामीले के पाउँछौँ, कम्पेयरिङ इक्वेसन 1 एन्ड 2, इक्वेसन 1 र 2 लाई कम्पेयर गर्ने भनेपछि हामीले के पाउँछौँ, m1 प्लस m2 इज इक्वल्स टु माइनस 2h बाई b पाउँछौँ एन्ड m1 m2 बराबर a बाई b पाउँछौँ नि। हो त हामीले यसो पाउँछौँ। हामीले यहाँ एकैछिन यसो लेख्न पायौँ, हेर त एक्चुअली वी नो हामीलाई के थाहा छ, m1 माइनस m2 को होल स्क्वायर बराबर m1 प्लस m2 को होल स्क्वायर माइनस 4m1 m2 लेख्न पायौँ। अब कसरी पायौँ भन्ने कन्फ्युजन लाग्न सक्छ, म यहाँ एक्सप्लेन गरिदिन्छु। m1 माइनस m2 को होल स्क्वायर भनेको के हो, m1 को स्क्वायर माइनस 2m1 m2 प्लस m2 को होल स्क्वायर। यो हो नि, यहाँ हामीले अर्को के थपेका छौँ, माइनस 4m1 m2 थपेछौँ नि, त्यतिकै थपेर थप्न त्यतिकै मिलेर अब जोड्नु पनि त पर्यो, प्लस 4m1 m2 हामीले यो जोड्यौँ भनेपछि, यसलाई जोडेर घटायौँ भनेपछि हामीले योबाट के गर्न सक्छौँ, यो जुन प्लस 4m1 m2 छ नि, यो यहाँ गएर के हुन्छ, यो र यसलाई सल्भ गरेर के हुन्छ, हामी के लेख्न मिल्छ, प्लस 4m1 m2 र माइनस m1 m2 लाई सल्भ गरेर के लेख्न पाइयो, m1 स्क्वायर प्लस 2m1 m2 प्लस m2 स्क्वायर माइनस 4m1 m2 लेख्न मिल्यो। हो त अब यो इक्वेसन भनेको यो के हो त, यो भनेको m1 स्क्वायर प्लस 2m1 m2 प्लस m2 को स्क्वायर भनेको के हो, m1 प्लस m2 को होल स्क्वायर हो माइनस 4m1 m2। ओके, बुझ्यो होला होइन।
-4m1m2 र यहाँ प्लस ल्याउनु, यहाँ प्लसमा फर्मुला ल्याउनलाई मात्र हो, किनभने चाहिँ हामीलाई यहाँ प्लसको भ्यालु दिएको छ, माइनसको भ्यालु m1 - m2 को भ्यालु दिएको छैन, हामीलाई m1 + m2 को भ्यालु दिएको छ, त्यसैले मात्र हामीले यहाँ प्लस गरेको हो। अब के गर्ने भनेपछि m1 - m2 = प्लस माइनस रुट अन्डर m1 + m2 को होल स्क्वायर माइनस 4m1 m2 लेख्न मिल्यो, स्क्वायर यहाँ गयो, रुट अन्डर गयो, त्यसपछि = हामीले के लेख्न मिल्यो प्लस माइनस रुट अन्डर m1 + m2 को होल स्क्वायर भनेपछि m1 + m2 को भ्यालु -2h/b के राख्ने -2h/b को होल स्क्वायर माइनस m1 m2 को भ्यालु के छ a/b -4 टाइम्स a/b भयो हो। अब हामी के पाउँछौँ प्लस माइनस रुट अन्डर 2 को स्क्वायर 4h² - -4a/b लेख्न पायौँ हैन, = यहाँ 2 लाई बाहिर निकाल्न पायो, यहाँ b लाई बाहिर निकाल्न पायो हैन, अनि यहाँ हामी के गर्दियौँ b ले डिभाइड र मल्टिप्लाई गर्दियौँ, के फरक पर्छ र पर्दैन, 1 हुन्छ, के फरक पर्दैन भने यहाँ b² भयो, यहाँ b² भयो, b² लाई b लाई बाहिर निकाल्न मात्र गरेको, हामी यहाँ b लाई बाहिर निकाल्छौँ, यहाँबाट 4 कमन लिएर 2 लाई बाहिर निकाल्छौँ, के भयो त प्लस माइनस 2/b लाई बाहिर ल्याउने भनेपछि के बच्छ रुट अन्डर h² - ab बच्छ, बच्यो। अब यति भइसकेपछि अब हामीले अर्को के लेख्न मिल्यो भनेपछि 1 + m1 m2 = 1 + a/b लेख्न मिल्यो, m1 m2 भ्यालु a/b हो, त्यसैले यो यतै सक्यो, अर्को कुरा सुरु गरेको 1 + m1 m2 = 1 + a/b लेख्न मिल्यो हैन, यो लेख्न मिल्यो भनेपछि यसलाई सल्भ गरेर के लेख्छौँ a + b/b, b को एलसिएम लिएर यो बन्छ र एन्ड हामीले पढेको थियौँ दुईवटा लाइन बीचको एंगल निकाल्ने फर्मुला हामीले के पढेको थियौँ m1 - m2 होल बाई 1 + m1 m2 पढेको थियौँ अघिल्लो एक्सरसाइजमा। यो भ्यालुहरू यहाँ राख्ने हो, m1 - m2 को भ्यालु जुन यहाँ छ, त्यसपछि 1 + m1 m2 को भ्यालु जुन यहाँ छ, योमा राखेपछि के आउँछ 2/b, यहाँ प्लस माइनस 2/b रुट अन्डर h² - ab होल बाई a + b/b गर्ने भनेपछि b ले b क्यान्सल गर्छ, र के बच्छ प्लस माइनस 2 रुट अन्डर h² - ab होल बाई a + b बच्छ। m1 - m2 बाई 1 + m1 m2 को भ्यालु आयो। अब इफ थीटा b the angle between the lines, यदि थीटा ती दुई बीचको एंगल हो भनेपछि हामीले के लेख्न पाइयो, tan theta = प्लस माइनस रुट अन्डर 2 रुट अन्डर h² - ab बाई a + b लेख्न मिल्यो। अब और थीटा बराबर tan इन्वर्स प्लस माइनस 2 रुट अन्डर h² - ab बाई a + b लेख्न मिल्यो। when a + b = 0 एन्ड थीटा बराबर 90 डिग्री छ भनेपछि के हुन्छ, लाइनहरू परपेन्डिकुलर हुन्छन्। यो प्रुभ गर्नुपर्ने कुरा हो, प्रुभ गर्न पर्छ। यहाँ tan थीटा बराबर के भन्छ tan 90 राखेर सल्भ गरेपछि tan 90 को भ्यालु के हुन्छ 1/0 हुन्छ, यो 0 आयो, त्यसपछि tan 90 को भ्यालु 1/0 हुन्छ, त्यसपछि यो यहाँ गएर सल्भ गरिदिउँ न, tan 90 को भ्यालु 1/0 = प्लस माइनस 2 रुट h² - ab बाई a + b छ, यो यहाँ जान्छ र यो यससँग मल्टिप्लाई गरेर 0 हुन्छ, a + b = 0, यहाँबाट आएको 90 डिग्री, दुईटैको बिचमा 90 डिग्री भएपछि a + b = 0 हुन्छ, लाइनहरू परपेन्डिकुलर हुन्छन्। प्यारलल पनि सल्भ गर्दियौँ, tan 0 को भ्यालु हुन्छ 0 बराबर प्लस माइनस 2 रुट h²
माइनस एबी होल बाई ए प्लस बी छ। यहाँ यो बेलामा यो क्रस मल्टिप्लाई गर्दा यो 0 भयो, यो बच्यो एन्ड 2 ले 0 भयो। यहाँ पनि त्यसपछि के हुन्छ एच स्क्वायर माइनस एबी बराबर 0, एच स्क्वायर बराबर एबी भन्ने कन्डिसन भएपछि लाइनहरू प्यारलल हुन्छन्। थीटा बराबर 0 डिग्री भएपछि यो हुन्छ प्यारललिजमको कन्डिसन यो र परपेन्डिकुलरिजमको कन्डिसन यो। यति भएपछि हाम्रो टोटल डेरिभेसन पार्टहरू यो एक्सर्साइजबाट सकिन्छ र अब हामी क्वेसनहरू सल्भ गर्छौँ। सो एउटा क्वेसन दिएको छ, फाइन्ड द सिंगल इक्वेसन रिप्रेजेन्टेड बाई द फलोइङ पेयर अफ स्ट्रेट लाइन। के छ भने चाहिँ एउटा क्वेसन छ 2x + y बराबर 0 एन्ड x + y बराबर 0। हामीले सल्भ गर्दा के गर्ने भनेपछि हामीले दुईटा इक्वेसनलाई कम्बाइन गर्ने हो। केलाई 2x + y यहाँ राख्ने, त्यसपछि मैले स्टेप वाइज गएन डाइरेक्ट गर्दै x + y बराबर 0 स्टेप वाइज गर्दा पनि इक्वेसन 1 योलाई एक इक्वेसनलाई लेखेर इक्वेसन 1 र दोस्रोलाई लेखेर इक्वेसन 2 अन कम्बाइनिङ भनेर यो लेख्दा हुन्छ। यसलाई सल्भ गरेपछि के गर्ने, के हुन्छ 2x² + 2xy + xy + y² = 0 हुन्छ। अनि और 2x² + 3xy + y² = 0 भनेर सल्भ गर्न सक्छौँ। सिम्पल, एक नम्बरको आउने क्वेसन हो यो, त्यति गाह्रो छैन। बीको क्वेसन हजुरहरूले आफैले गर्नु पर्यो। यो भयो एक टाइपको क्वेसन हैन। अर्को टाइपको क्वेसन सेपरेट गर्नुपर्ने हुन्छ। यहाँ पेयर अफ स्ट्रेट लाइन दिएको हुन्छ हैन, पेयर अफ स्ट्रेट लाइन दिएको हुन्छ, त्योबाट दुईवटा स्ट्रेट लाइनको इक्वेसन निकाल भनेर सोध्छ। यो टाइपको क्वेसनमा मैले ए को गरिदिन्छु, बीको हजुरले आफैले गर्ने कोसिस गर्ने। हामीले यहाँ दिएको छ हियर के दिएको छ x² + 5xy + 6y² बराबर 0 दिएको छ। हामीले के लेख्न पायौँ x² + 3xy + 2xy + 6y² = 0। हामीले 3 टर्मलाई 4 टर्म बनाए, त्यसपछि और है यहाँबाट x कमन लिएपछि के बच्छ x + 3y प्लस यहाँ 2y कमन लिएपछि के बच्छ x + 3y = 0। हामीले सानो क्लासमा गरे जसै और x + 3y कमन आयो, के बच्यो x + 2y = 0। हामीले यही पछि के लेख्न सक्छौँ पढेको कुरा इदर x + 2y = 0 और x + 3y = 0। यो गर्दा पनि भयो। अब यहाँ कन्फ्युज लागेपछि हामीले के गर्न सक्छौँ भनेपछि जुन यहाँ y भन्ने कम्पोनेन्ट छ नि त्यसलाई हामीले टोटली इलिमिनेट गर्न पनि सक्छौँ के y भन्ने कम्पोनेन्टलाई लेट कि अरू मानेर पनि गर्न सक्छौँ। y भन्ने कम्पोनेन्टलाई a मानिने हो भनेपछि यहाँ के हुन्छ 6a² हुन्छ, यहाँ के हुन्छ 5a हुन्छ। यो तरिकाले गरेपछि दुईवटा भेरिएबल हुँदैन। डाइरेक्ट यसरी गर्ने भनेपछि दुईवटा भेरिएबल भए पनि त्यतिको गाह्रो हुँदैन, 3 टर्मको 4 टर्म गर्ने मात्र हो। केही डाउट लागेपछि सोध्नु, सेकेन्ड क्वेसन गर, रिलेटेड क्वेसनहरुमा केही डाउट भएपछि सोध्दा हुन्छ। सो अब तेस्रो टाइपको क्वेसनमा के हुन्छ भनेपछि एंगल निकाल्नु पर्ने हुन्छ हैन। एंगल निकाल्दा के गर्नुपर्छ, हामीले यो इक्वेसनलाई हाम्रो जनरल होमोजिनियस इक्वेसनसँग कम्पेयर गर्ने। होमोजिनियस इक्वेसन ax² + 2hxy प्लस के y² by² बराबर 0 भन्ने के छ हामीसँग होमोजिनियस इक्वेसन। योसँग कम्पेयर गरेर भ्यालु निकाल्ने अनि त्यो भ्यालुहरु फर्मुला राखेर सल्भ गर्नुपर्छ। यो कम्पेयर गरेपछि हामीले के पाउँछौं, e = कति छ 1 छ, b = कति छ 6 छ र 2h = 5 र सल्भ गरेपछि h = 5/2 छ। अब let के थीटा be the angle between the lines। the थीटा त्यो लाइन बिचको एंगल हो भनेपछि हामीलाई के थाहा छ tan थीटा = ±2√h² - ab थाहा छ बाइ a + b। अब के हैन यो भ्यालु राख्दियौ ±2√h को भ्यालु कति छ 5/2 को होल स्क्वायर माइनस a को भ्यालु 1 * b को भ्यालु 6 होल बाइ 1 + 6। अब के भयो त ±2√25/2
4 भयो, यहाँ -6 अलि ह्यान्डराइटिङ नराम्रो जस्तो भइरहेको छैन 7 यसले क्याल्कुलेटरमा राख्ने हो भनेपछि हामीले पाउँछौँ ±1/7 अब थीटा निकाल्नलाई थीटा इक्वल्स टु tan इन्भर्स ±1/7 यति गरिदिँदा पनि आन्सर आउँछ। यही हो एङ्गल। यहाँ स्ट्यान्डर्ड एङ्गल भएपछि मात्र एङ्गल लेख्दा हुन्छ नत्र डाइरेक्ट यतिको आन्सर पनि मान्दा केही फरक पर्दैन। थीटा बराबर tan इन्भर्स ±1/7 भनेपछि यसलाई आन्सर मान्दा पनि हुन्छ। न क्याल्कुलेटरमा राख्छौँ C + tan थीटा tan इन्भर्स गरेर यो भ्यालु राख्छौँ भनेपछि एङ्गल आउँछ तिम्रो 8 डिग्री और 172 डिग्री आउँछ। क्याल्कुलेटरमा गर्दा नत्र यति भए पनि पुग्छ। अर्को टाइपको क्वेसन हुन्छ कोइन्सिडेन्ट प्रुभ गर्नुपर्ने। जस्तो एउटा इक्वेसन छ लियौँ कि x 2x² + 12xy + 18y² बराबर 0 भन्ने इक्वेसन छ होइन। यो इक्वेसनलाई रिप्रेजेन्ट गर्ने दुईवटा जुन स्ट्रेट लाइन छ त्यो दुईवटा स्ट्रेट लाइनहरू कोइन्सिडेन्ट यानि कि प्यारलल छ भनेर प्रुभ गर्नुपर्ने। प्यारलल भयो भन्ने कन्डिसन हामीले के पढेको थियौँ h² बराबर ab। अब यो इक्वेसनमा h² बराबर ab प्रुभ हुन्छ भनेपछि हामीले के भन्न मिल्यो यिनी दुईवटा कोइन्सिडेन्ट हुन्छन् भनेर भन्न मिल्यो। अब यसलाई कम्पेयर गर्ने हो भनेपछि हामीले a बराबर कति छ 2 छ होइन, a को भ्यालु यो 2h को भ्यालु कति छ 12, h को भ्यालु कति आयो 6। h को भ्यालु कति आयो 6। अब त्यसपछि b को भ्यालु कति आयो 18 यो b को भ्यालु होइन। यसलाई अब सल्भ गर्ने हो भनेपछि हामीले के लेख्न सक्छौँ फर कोइन्सिडेन्ट के हुन्छ h² = ab हुन्छ नि। h² = 6 को स्क्वायर = 18 × 2 36 = 46। सो के लेख्न मिल्यो लाइन रिप्रेजेन्टेड बाई दिस इक्वेसन आर कोइन्सिडेन्ट भन्न मिल्यो। अब सेम कुरामा अहिले त हामीले कोइन्सिडेन्ट निकाल्यौँ। त्यसपछिको क्वेसन कस्तो हुन सक्छ भनेपछि अगर इफ लाइन्स आर कोइन्सिडेन्ट लाइन्स कोइन्सिडेन्ट छन् भनेपछि के को भ्यालु निकाला या पी को भ्यालु निकाला टाइपको क्वेसनहरू हुनसक्छ होइन। र हामीलाई या कुनै एउटा अननोन भ्यालुको इक्वेसन भ्यालु निकाला भनेर सोध्न सक्छ यदि लाइन कोइन्सिडेन्ट छन् भनेपछि होइन। त यो टाइपको क्वेसनहरूमा जस्तै एउटा इक्जाम्पल लियौँ px² - 8xy + 8y² बराबर 0 भन्ने इक्वेसनमा p को भ्यालु निकाल्नु पर्ने के छन् भनेपछि कोइन्सिडेन्ट छन् लाइन भनेर क्वेसनले दिन्छ। यो छ भनेपछि हामीले के लेख्न मिल्यो यहाँ a को भ्यालु छ p, 2h को भ्यालु छ 8, h को भ्यालु कति आयो 4 अनि b को भ्यालु छ 8 हैन। यो भएपछि हामीलाई कोइन्सिडेन्ट छ भनेर दिएको छ भने चाहिँ हामीले के लेख्न सक्छौँ 4 को स्क्वायर = 8 × p लेख्न सक्छौँ। किनभने चाहिँ हामीलाई थाहा छ h² बराबर ab हुन्छ कोइन्सिडेन्ट भएपछि कन्डिसन त्यही कन्डिसन यहाँ लगाएको। अब 4 4 = 16 = 8 × p, p को भ्यालु कति आयो 2। यसरी पनि सल्भ गर्न सक्छौँ। सेम यो टाइपको र यो टाइपको क्वेसन परपेन्डिकुलरमा बनाउन सक्छ। सुरुमा परपेन्डिकुलर हुन् भनेर प्रुभ गर्नुपर्ने हुन्छ। परपेन्डिकुलर प्रुभ गर्दा a + b = कति आउँछ 0 आउँछ हैन। यो कन्डिसनलाई युज गरेर हामीले प्रुभ पनि गर्ने अनि यो कन्डिसनलाई युज गरेर भ्यालु पनि फाइन्ड गर्नुपर्ने क्वेसनहरू आउन सक्छ। सो आजको लागि यति नै। हुन त हामीले धेरै कम्प्लेक्स क्वेसनहरू सल्भ गरेनौँ, सजिलो क्वेसनहरू सल्भ गऱ्यौँ, तर हामी फेरि पनि आउँछौँ कम्प्लेक्स क्वेसनहरू ल्याएर। हजुरहरू पनि हामीलाई जुन क्वेसन डाउट लाग्छ त्यो क्वेसनहरू हामीलाई कन्ट्याक्ट गरेर हामीलाई सोध्न सक्नुहुन्छ। त्यो क्वेसनको पर्टिकुलर भिडियो बनाएर हामी यहाँहरूमाझ उपस्थित हुने नै छौँ भन्ने आशा दिलाउँदै हामी एसई को मोडल सेटहरू पछि आएर नेक्स्ट मन्थबाट हामीले एसई को मोडलहरू सल्भ गर्नेछौँ भनेर आशा दिलाउँदै हामी के गर्छौँ आजको यो श्रृङ्खलाबाट बिदा हुन्छौँ। धन्यवाद।